चार्ली च्याप्लिनको एउटा मनछुने भनाइ छ, मेरो पीडा कसैको हाँसोको कारण बन्न सक्छ, तर मेरो हाँसो कसैको पीडाको कारण बन्दै नबनोस्। कति मनछुने भनाइ छ है। यदि सबै मानिसहरूले यस्तै सोच्ने हो भने मेरो कारणले अरूको मन नदुखोस्, मेरो कारणले अरू कसैको घरबार नबिग्रियोस्, मेरो कारणले कसैको जीवन बर्बाद नहोस्, मेरो कारणले कसैको आँखाबाट आँसु नआओस् भनेर सोचिदिने हो भने यो समाज, यो संसार कति सुन्दर हुने थियो। यहाँ न त झगडा हुन्थ्यो, न त कलह हुन्थ्यो, न त कसैसँग वाद विवाद नै हुन्थ्यो। यो समाज, यो संसार कति सुन्दर हुने थियो होला। मलाई असाध्यै राम्रो लाग्यो चार्ली च्याप्लिनको यो सुन्दर भनाइ, मन छुने भनाइ, त्यसकारणले तपाईँ सामु प्रस्तुत गरेँ। तपाईँलाई पनि मन पर्यो भने यो भिडियोलाई सेयर गर्नलाई नभुल्नुहोला। म सानोमा थोरै के